सम्पूर्ण साथीहरुमा नमस्कार। म चाहिँ आज हजुरहरूले एउटा खबर भनौँ सूचना प्रदान गर्दैछु। आज चाहिँ हाम्रो घरमा किचन कोठामा यति ठुलो सर्प पसेको रहेछ र घरको झ्यालडोको खुल्लै राखेर जानुभएको रहेछ मम्मी घाँस काट्नलाई बाहिरतिर। त्यसै बेला चाहिँ कति बेला छिरियो त्यो त थाहा भएन, तर यसलाई मैले मार्ने उद्देश्य चाहिँ थिएन। मैले यसलाई पटक हाँडी बाहिर जाला भनेर चाहिँ सबै सामानहरू किचनको सामानहरू सबै थन्को मन्को लगाएर यताउति सारेर बाटो पनि बनाइदिएको थिएँ। त्यति बेला किचन पनि फोहोर भएको अवस्था छ र यो यहाँबाट बाहिर जान मानेन। मैले 2-3 पटक समयलाई असर नपुग्ने गरी बिस्तारै मात्रै छोएर बाहिर पठाउन खोजेको, जान मानेन। उल्टै आक्रमण गर्न लागेपछि चाहिँ मैले यसलाई मारिदिएको छु। यो कुन प्रजातिको साँप हो त्यो त मलाई थाहा भएन, तर यो निकै लामो छ है, देख्न सक्नुहुन्छ। यो धेरै लामो छ र डरलाग्दो पनि छ। बर्खामा यसको समय छ, देख्न सक्नुहुन्छ। यहाँदेखि वहाँसम्म यसको पुछार चाहिँ वहाँसम्म रहेको छ। यो कुन प्रजातिको सर्प हो साथीहरू त्यो त मलाई थाहा भएन, तर बर्खायामको समय छ। झ्यालडोकाहरू राम्रोसँग बन्द गर्नु होला र आफ्नो ओछ्यानको कपडाहरू सुत्नु अघि टकटकाएर सुत्नु होला है। राम्रोसँग टकटकाएर अनि झुलहरू राम्रोसँग च्यापेर सुत्नु होला। धन्न आज मैले समयमै देखेको हुनाले ठुलो क्षति हुनबाट चाहिँ जोगियो आज हामी। देख्न सक्नुहुन्छ यो कालो न कालो र निकै ठुलो पनि छ। यो डरलाग्दो छ। यो कुन प्रजातिको सर्प हो मलाई यसको नाम थाहा भएन, तर मैले समयमै देखेको हुनाले यसलाई मैले धेरैचोटि बाहिर पठाउन पनि खोजेँ है। उद्धार गरौँ, सकेसम्म नगरौँ भन्ने सोच थियो, तर त्यो जानै मानेन र यसले उल्टै आक्रमण गर्न खोजेपछि चाहिँ मैले यसको जान बाध्य भएँ। तपाईहरु पनि होसियार हुनुहोला र आफ्नो घरको झ्यालडोका राम्रोसँग बन्द गर्नुहोला। राति सुत्दा फेरि रातको समयमा झुलहरू राम्रोसँग चेपेर सुत्नु होला र कुनै पनि मानिसको ज्यान नजाओस् है र क्षति नहोस् भन्ने सूचना म हजुरहरूलाई प्रदान गर्न चाहन्छु। हस्त धन्यवाद। सर पनि निकै नै ठुलो छ, लामो छ, देख्न सक्नुहुन्छ। यहाँदेखि उहाँसम्म कम्तीमा पनि यो 8-10 हात जति लामो चाहिँ होला है साथीहरू। किचनमा यसरी पसेको अवस्था छ।